सम्पूर्ण नमस्कार। म दीपक लामिछाने। आदरणीय दर्शक मानवहरू, हाम्रो युट्युब च्यानलमा तपाईँले गर्नुभएको माया, विश्वास र प्रतिक्रियाप्रति हामी हार्दिक हार्दिक दुई हात जोडेर हार्दिक नमन अभिनन्दन व्यक्त गर्दछौँ। तपाईँहरूको यस्तै साथ सहयोगले गर्दाखेरि हामी निरन्तर रूपमा भिडियो बनाउन प्रोत्साहित पनि भएका छौँ। हामी 18 वर्षदेखि नियमित रूपमा दीपश्री क्रिएटिभ मिडियाले कालीमाटीमा स्थापना भई विभिन्न नेपालभित्र, नेपाल बाहिर, नेपालका विभिन्न जिल्लाहरूमा पुगेर पनि विभिन्न भाषण कला, उद्घोषण तालिम, नेतृत्व विकाससँग सम्बन्धित तालिमहरू दिइरहेका छौँ। र हामीलाई एकदम खुसी लागेको छ तपाईँहरूले जब टिकटक मार्फत जोडिएर हामीलाई युट्युबमा अलिकति विस्तृत रूपमा चाहिँ भिडियो बनाइदिनुहोस् न, हामी फुर्सदको बेला त्यहाँ हेरेर पनि सिक्न पाउँछौँ भन्नुभएको भएर हामीले तपाईँका लागि नयाँ नयाँ विषयवस्तुको भिडियोहरू बनाइरहेका छौँ। सबभन्दा पहिला त त्यो भिडियोलाई अझै तपाईँले माया गर्नुपर्ने हुन्छ। त्यसका लागि सब्सक्राइब गर्न नभुल्नुहोला, बेल आइकनमा गएर टक्क क्लिक पनि गर्नुहोला, सँगसँगै सब्सक्राइब पनि गर्नुहोला र सेयर पनि गर्नुहोला र प्रतिक्रिया पनि दिनुहोस्, ताकि हामी आगामी दिनमा तपाईँहरूको मार्गदर्शनमा निरन्तर रूपमा अगाडि बढ्न हामीलाई सपोर्ट पनि मिल्नेछ। आज मैले विषयवस्तु यहाँहरूमा के लिएर आएको छु भन्दा, आजको विषयवस्तु चाहिँ हामीले योभन्दा अगाडि तपाईँलाई भाषण गर्नका लागि कति कुराहरू जान्नुपर्छ भन्ने कुराहरूको बारेमा भिडियो बनाएको थिएँ। स्टेजमा बोल्न डर लाग्छ भने तपाईँले 3-4वटा उपायहरू चाहिँ अपनाउनु भयो भने मञ्चमा गएर बोल्न सजिलो हुन्छ भन्ने खालको भिडियो बनाएको थिएँ। र आज चाहिँ मलाई धेरैजनाले कुनै पनि कार्यक्रमको समापन गर्दा वा अध्यक्षले धन्यवाद ज्ञापनसहित कार्यक्रम विसर्जन गर्दाखेरि कसरी गर्ने त, त्यसको चाहिँ 4-5वटा टिप्स दिनुहोस् न भन्नुभएको छ। त्यही भएर आज मैले त्यो टिप्सका बारेमा भिडियो बनाएको छु। तर यसका लागि तपाईँले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र सँगसँगै केही प्रतिक्रियाहरू सब्सक्राइब पनि गर्नुपर्ने हुन्छ। यसका लागि फेरि पनि म यहाँलाई हार्दिक अनुरोध गर्दछु। र विषयवस्तुमा अब हामी प्रवेश गरौँ। आजको विषयवस्तु चाहिँ हाम्रो कुनै पनि कार्यक्रममा तपाईँ यदि अध्यक्ष भएर बस्नु भएको छ भने, तपाईँले कार्यक्रम विसर्जन गर्ने प्रक्रियामा हुनुहुन्छ भने के गर्ने त भन्ने कुराहरूमा म विस्तृत रूपमा जानकारी दिन्छु। पहिलो कुरा, 1 नम्बरमा तपाईँले म बुदामा दिन्छु। 1 नम्बरमा सबभन्दा पहिला चाहिँ के बुझ्न पर्यो भने, यदि म अध्यक्षता गरेर कार्यक्रमको अन्तिममा धन्यवाद ज्ञापन गर्नुपर्ने मेरो भागमा छ भने सबभन्दा पहिला के बुझ्न पर्यो भने, कुनै पनि संस्थाको अध्यक्ष, यदि अध्यक्ष नभएको ठाउँमा उपाध्यक्षका कुराहरू भयो, कुनै पनि कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको छ भने तपाईँले के बुझ्न पर्यो भने, हामीले कुनै पनि व्यक्तिलाई निम्तो गराएका छौँ कार्यक्रममा। हेर्नु है, पाहुनाहरूलाई निम्तो गरेका छौँ, हाम्रो घरमा आउनुभयो, आउनु भएर बस्नुभयो, सुन्नुभयो, हेर्नुभयो, रमाइलो भयो भनेपछि के भन्न पर्यो, हामीले निम्तो पठाएको थियौँ, यहाँहरू आउनुभयो, सबभन्दा पहिला त यहाँलाई धन्यवाद भन्नु परेको परेन, आभार प्रकट भन्नु परेको पर्यो भनेपछि पहिलो कुरा के रहेछ भने धन्यवाद दिने कामहरू चाहिँ समाध्यक्षले गर्दो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। अब यसलाई बुदामा जान्छु म। 1 नम्बरमा के भन्दा सम्बोधन। फर्स्टमा तपाईँले सम्बोधन गर्नु पर्यो। सम्बोधन गर्दाखेरि मैले सर्टकट भिडियो पनि बनाइदिएको छु। सम्बोधन गर्दा चाहिँ सबभन्दा पहिला तपाईँले के याद गर्नु पर्यो भने, कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु। यसरी सुरुवात गर्नुहोस् तपाईँले पहिला सम्बोधन। दोस्रोमा के त भन्दा, दोस्रोमा हाम्रो निम्तोलाई स्वीकार्य, हामी त गएको छौँ निम्तो मान्न भनेपछि हाम्रो निम्तोलाई स्वीकारी कार्यक्रममा उपस्थित हुनुभई यो कार्यक्रम सफल बनाइदिनु भएकोमा म सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछु। हामीले निम्तो पठाउँछौँ नि त, होइन? अध्यक्ष भएपछि त हामीले आयोजकको तर्फबाट निम्तो पठाउँछौँ। निम्तो पठाएर कोही आउनु भएपछि के भन्नु पर्यो, आएर अन्तिममा बोल्दैछु भनेपछि त धन्यवाद दिनु पर्यो। तपाईँहरूलाई हामीले निम्तो पठाएको थियौँ, यहाँहरू आउनुभयो, अन्तिमसम्म बस्नुभयो, यो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा यहाँलाई धन्यवाद भन्नु पर्यो है। दोस्रो नम्बरमा। तेस्रोमा के भन्दाखेरि, आजको कार्यक्रमको बारेमा अलिकति र संस्थाको बारेमा थोरै कुरा जोड्नु पर्ने हुन्छ। संस्थाको अलिकति महत्त्वपूर्ण कुराहरू जोड्नुहोस् र सँगसँगै आजको कार्यक्रमको औचित्य के रह्यो त, हामीले गरेको उद्देश्यमा केन्द्रित भएको कार्यक्रम कति सफल भयो त, यो विषयमा थोरै तपाईँले अलिकति जानकारी दिनुपर्ने हुन्छ। धेरै राम्रो पनि गराउँछ। र अर्को नम्बरमा, चौथो नम्बरमा तपाईँले बुझ्नुपर्ने के छ भन्दा, कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा वक्ताहरू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरूले बोल्नुभएका केही शब्दहरू हुन सक्छन्, त्यो मार्गदर्शनका शब्द, उहाँले दिनुभएका प्रतिबद्धताका कुरा, सहयोगका कुराहरू र उहाँका शब्दहरू जुन छन् त्यसलाई चाहिँ हामी त्यो मार्फत चाहिँ हामीले के गर्नु पर्यो, उहाँहरूप्रति हार्दिक पर्सनली रूपमा, इन्डिभिजुअल रूपमा चाहिँ तपाईँले भन्न मिल्छ। प्रमुख अतिथि फलानाज्यू यति व्यस्त भएर आउनुभयो, उहाँले गर्दाखेरि उहाँले यस्ता कुरा बोल्नुभयो, अथवा विशिष्ट अतिथिज्यू भनेर क्रमबद्ध रूपमा भन्नुभयो भने राम्रो पनि हुन्छ। र सँगसँगै अर्को 5औं नम्बरमा के गर्नु पर्यो भने, सहयोग गर्नुहुने र आउनुहुने, प्रत्यक्ष अप्रत्यक्ष साथ दिनुहुने स्पोन्सरहरू हुन सक्छन्, आयोजकलाई समन्वय गर्ने संस्थाहरू हुन सक्छन्, अतिथि विशिष्ट प्रमुखज्यूहरू र अन्य उपस्थित दर्शक महानुभावहरूलाई पनि धेरै धन्यवाद व्यक्त गर्नु पर्यो। र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दै र कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार। यसरी चाहिँ तपाईँले समग्र रूपमा यो 5वटा बुदालाई ध्यान दिनुभयो भने तपाईँले सजिलै रूपमा कार्यक्रम समापन र धन्यवाद ज्ञापन गर्न सक्नुहुनेछ। र अब लाग्नु पनि सक्छ यहाँहरूलाई कहिलेकाहीँ
कुनै कुनै अवस्थामा चाहिँ अध्यक्षले सेकेन्डमा बोल्ने हुन्छ, स्वागत मन्तव्य लगतै बोल्ने पनि प्रक्रिया हुन्छन्। त्यो कस्तो अवस्थामा हुन्छ भन्ने कुराहरू म पछि यहाँलाई विस्तृत रूपमा बताउने छु। र अर्को कुरा के भने अध्यक्षले नै समापन गर्नुपर्छ भन्ने कुरा पनि होइन। उहाँले कुनै समयमा बोल्नुभयो भने त्यो चाहिँ उद्घोषकलाई अनुमति दिएर पनि समापन गर्न सकिन्छ, उहाँले कार्यक्रम समापन गर्न मिल्छ। र सँगसँगै कहिलेकाहीँ के हुन्छ, धन्यवाद ज्ञापन एउटाले, कार्यक्रम विसर्जन अर्कोले, संस्थाभित्रैले गर्न पनि मिल्छ, त्यस्तो परिपाटी पनि छ। तर बेटर के हुन्छ भने एउटै व्यक्ति पटक पटक मञ्चमा आइरहनु त्यो राम्रो मानिँदैन। एकपटक आउने, सबै कुरा सकाएर जानुभयो भने राम्रो हुन्छ। हस् त, आज हाम्रो भिडियो कस्तो लाग्यो त यहाँलाई? यस्तो यस्तो भिडियो र तपाईँलाई अन्य कुनै भिडियोहरू पनि मन छ भने यहाँले जोइन हुन सक्नुहुनेछ। सँगसँगै म यहाँलाई जानकारी पनि गराउँछु, हाम्रो फिजिकल क्लास कालीमेटीमा हरेक आइतबारबाट सुरुवात भइरहन्छ। तपाईँ जोइन हुन सक्नुहुनेछ। हरेक आइतबार हाम्रो अनलाइन के अरे फिजिकल क्लास चाहिँ कालीमेटीमा सुरुवात भइरहेको छ। र सँगसँगै नेपालको विभिन्न जिल्लाहरूमा पुगेर पनि हामीले समय सापेक्षित तालिमहरू सञ्चालन गरिरहेका छौँ। र अनलाइन क्लास त हाम्रो हरेक बेलुका 7 बजेदेखि 11 बजीसम्म बेलुकाको क्लासहरू नियमित रूपमा सञ्चालन पनि भइरहेका छन्। आज मैले यति विषयवस्तुको बारेमा यहाँलाई जानकारी दिएँ। हामीलाई सल्लाह सुझाव र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। मञ्चमा बोल्नका लागि निर्धक्क साथ तपाईँले प्रयास गर्नुहोस्, सफल पक्कै भइन्छ। नमस्कार।